साथीहरू, आज म तपाईहरूलाई ललितपुर अन्तर्गत पाटन र दक्षिणकाली नगरपालिकाभित्रको महत्त्वपूर्ण नायहरू देखाउँदैछु। 1 नम्बरमा रहेको छ महाबौद्ध मन्दिर, त्यसलाई टिबेटनमा हिराङ साङ्गे तोङ्गु। दोस्रोमा रहेको छ रुद्रवर्ण महाविहार। तेस्रोमा रहेको छ मचिन्द्रनाथ, यहाँ चाहिँ 2 वटा छ, जो आखाङ उखाङ। त्यसै गरी चौथोमा रहेको छ गोल्डन टेम्पल, यसलाई टिबेटनमा हिराङ साङ्गे थुपी लखाङ भन्ने गरिन्छ। त्यसै गरी हामी फार्फिङमा जान्छौँ र फार्फिङको गणेश र सरस्वतीको मन्दिर देखाउँछौँ, यहाँ हेर्न सक्नुहुनेछ। त्यसै गरी हामी 7औँमा दोर्जे टोलो पुम्बा तेरवासा वा गुरुङबोर्छेले पुम्बा लुकाउने ठाउँ र असुरही ढाकपोक गुरुङबोर्छे डुब्बा गर्ने ठाउँ तपाईँहरूलाई देखाउनेछु। र अन्तिममा एउटा ठुलो गुम्बा पनि रहेको छ, त्यहाँ पनि गुरुङबोर्छेले पूजा गरेको डुब्बा गरेको हो भन्ने कुरा छ। आज हामी यहाँ देखाएका सम्पूर्ण नायहरू बारे विस्तृत जानकारी तथा भिडियोहरू देखाउनेछौँ। कृपया तपाईँहरूलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोला। साथीहरू, हामी अहिले महाबौद्ध मन्दिर या हिराङ साङ्गे तोङ्गुमा पुगिसकेका छौँ। यहाँ देख्न सक्नुहुनेछ साइनबोर्डहरू। यहाँ देख्न सक्नुहुनेछ महाबौद्ध मन्दिर। यहाँ चाहिँ हजारौँ गौतम बुद्धका मूर्तिहरू मिलाएर यो मन्दिर निर्माण गरिएको छ। त्यसैले यसको नाम चाहिँ हिराङ साङ्गे तोङ्गु भन्ने छ। लगभग 9000 वटा मूर्तिहरू, यो गौतम बुद्धका मूर्तिहरू बनाएको हो। यो हामी यहाँ दर्शन गर्न 2 ग्रुप आएका छौँ, 2 ट्याक्सीमा, तर हामी एउटै ग्रुपका हौँ। हामी 7 जना मान्छेहरू आएका छौँ। हामी अगाडि आइसकेका छौँ भने हाम्रो केही साथीहरू पछाडि आउँदै हुनुहुन्छ, हामी उहाँहरूलाई पनि पर्खिन्छौँ। उहाँ चाहिँ यो मन्दिरको पुजारी हुनुहुन्छ। यस मन्दिरको निर्माण बोधगया भारतको महाबोधि मन्दिरबाट प्रेरित भएर गरिएको मानिन्छ। यहाँ भगवान गौतम बुद्धको ज्ञान, बोधि, करुणा र प्रज्ञालाई स्मरण गरिन्छ। महाबौद्ध मन्दिर इँटाले बनेको शिखर शैलीमा निर्मित छ, जसमा हजारौँ ससाना बुद्ध मूर्तिहरू कुदिएका छन्। यस स्थलमा पूजा, ध्यान तथा परिक्रमाले अहिंसा, शान्ति र मध्यम मार्गको अभ्यासलाई बल दिन्छ। अब हाम्रो बाँकी साथीहरू पनि आइसकेको मैले जानकारी पाइसकेको छु। अब म बाहिर लिन जानेछु। उहाँहरू नै हुनुहुन्छ हाम्रो परिवार, बाँकी परिवारहरू पछाडि ट्याक्सीमा आउनुभएकोहरू। मलाई यो नायहरू सम्बन्धी कुनै धेरै जानकारी छैन, त्यसैले तपाईँहरू यो भिडियो हेरेर तपाईँहरू आफैले बुझ्न सक्नुहुनेछ। यो भिडियोहरू हेरेर तपाईँहरूले टाढैबाट पनि विभिन्न नायहरूको दर्शन पाउन सक्नुहुनेछ। म यो भिडियो तपाईँहरूलाई एकदमै विस्तृत तरिकाले देखाउँदैछु। कृपया राम्रोसँग भिडियो हेरेर टाढैबाट पनि नाय दर्शन गर्न सक्नुहुनेछ। पहिलातिर यो मन्दिरभन्दा माथिल्लो तलाभन्दा माथितिर दर्शन गर्न पाउँछ भन्ने कुरा सुनेको, तर आजभोलि चाहिँ दिइरहेको छैन। यो आफ्नै समस्या र आफ्नै कमी कमजोरीहरू हुन सक्छ। तर यो मन्दिरको तलबाट चाहिँ मजाले घुम्न पाइने रहेछ। यहाँ देख्न सक्नुहुनेछ कति सुन्दर र आनन्द, एकदमै शान्ति रहेको छ यो ठाउँ चाहिँ। यो मन्दिर दर्शन गरिसकेपछि केही मिनेट अगाडि हिँडेर रुद्रवर्ण महाविहार दर्शन गर्न जाँदैछौँ। यहाँ देख्न सक्नुहुनेछ यो भित्र के छ भन्ने कुरा चाहिँ तपाईँ आफै मजाले बुझेर हेर्न सक्नुहुनेछ। झिलिक मिली झिलिक मिली दुआ
रुद्रवर्ण महाविहार ललितपुर पाटनको एक ऐतिहासिक तथा पवित्र बौद्ध विहार हो। नेपाल बौद्ध परम्परामा यो महावीरलाई वज्रयान महायान बौद्ध धर्मसँग जोडेर हेरिन्छ। यो विहार विशेष गरी दीक्षा पूजापाठ व्रतबन्ध तथा धार्मिक संस्कारका लागि प्रसिद्ध छ। यहाँ बुद्धको करुणा प्रज्ञा र माध्यम मार्गको शिक्षा अभ्यास गरिन्छ। रुद्रवर्ण महाविहारलाई नेवार बौद्ध समाजमा संस्कार र साधनको केन्द्र मानिन्छ। वास्तुकला मूर्ति र चैत्यहरूले बौद्ध दर्शन शान्ति र अहिंसाको सन्देश दिन्छ। बौद्ध धर्मको दृष्टिमा रुद्रवर्ण महाविहार केवल पूजा गर्ने स्थान मात्र होइन, चित्त शुद्ध, करुणाको अभ्यास र प्रज्ञाको विकास गर्ने पवित्र साधन स्थल हो। साथीहरू, यहाँ देख्न सक्नुहुनेछ विभिन्न प्रकारका मूर्तिहरू। यो मूर्ति के को हो भने ठ्याक्कै चाहिँ मलाई थाहा पाउन सकिनँ। तपाईहरुलाई यसको बारेमा राम्रोसँग ज्ञान छ भने कृपया कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। अनि यहाँ एउटा मूर्ति खै चरा जस्तो पनि छ, फेरि कुन भगवानको हो कि। अनि यहाँ अर्को एउटा घोडाको रूप लिएको अर्को एउटा छ, त्यो कुनै के हो त्यो मलाई यस सम्बन्धी राम्रोसँग थाहा पाउन सकेन। थाहा पाउनेहरूले कमेन्टमा सबै साथीहरूले बुझाउन सक्नुहुनेछ। अनि यो मूर्तिहरू पुरै ढुङ्गाले बनाएको जस्तो लाग्छ, एकदमै कडा बलियो रहेको छ। अनि यो राजा चाहिँ कुन राजा हो त्यो पनि तपाईहरुले बताउन सक्नुहुन्छ। धले दुजो हिँड्छ दुई द चिकाले दुजो हिँड्छ तु इन्दैन खाइवा दुई साथी खाइवा त हैन द खनाउँछले यो होती ए इन्दैन। रुद्रवर्ण महावीर पाटनको मन्दिर देख्न सक्नुहुनेछ। हामी यो मन्दिर दर्शन गरिसकेपछि यहाँबाट केही मिनेट 5-6 मिनेट हिँडेर त्यसको ठ्याक्कै पछाडि रहेको छ मच्छिन्द्रनाथ। मच्छिन्द्रनाथको 2वटा जो आखाङ उखाङ, यसबारे हामी देखाउनेछौँ। भिडियो हेर्दै गर्नुहोला। यहाँको स्थानीय बासिन्दा अनुसार यो चाहिँ केटी या बहिनी, अनि अर्को एउटा यो जस्तै मन्दिर रहेको छ त्यो पछाडि देखाउनेछु, त्यो चाहिँ केटा दाइ हो भन्ने कुरा गर्नुहुन्छ। Kyo arkang furkang. Kyo arkang furkang dia entah. त्यो अर्का फर्का बहिनी अरे मच्छिन्द्रनाथ नेवारको बौद्ध परम्परामा करुणाका प्रतीक अवलोकितेश्वर बोधिसत्वको रूपमा बुझिन्छ। पाटन र काठमाडौँ उपत्यकामा उनलाई जो आखाङ तथा उखाङ नामले पनि चिनिन्छ। बौद्ध धर्मको दृष्टिमा मच्छिन्द्रनाथ महायान वज्रयान परम्पराका करुणामय बोधिसत्व हुन्। उहाँलाई दुःख निवारण गर्ने, वर्षा र उर्वरताको आशिष दिने करुणाशील शक्तिका रूपमा श्रद्धा गरिन्छ। मच्छिन्द्रनाथको
रथयात्रा सामूहिक करुणा, सहअस्तित्व र प्रकृतिप्रतिको सम्मानको प्रतीक हो। जो आखाङ उखाङमा गरिने पूजा साधनाले चित्तशुद्ध, मैत्रीभाव र मध्यम मार्गको अभ्यासलाई स्मरण गराउँछ। त्यो अघिको फिर्ता गरेर सबै त्यहीँबाट एउटा ओदा हाँसिदो भने एउटा 7 मा त्यो कटाएन कति कटायो 50 पुगेन यो त्यो ए 50 पुगेन 50 काट्नु। 50 मात्र कटाएन। बोधिसत्व अनुसार मत्स्यनाथ कुनै केवल देवता होइन, सबै प्राणीको दुःख देखेर करुणाले जागृत गरेको। सबै प्राणीको दुःख देखेर करुणाले जागृत भएको बोधिसत्वको जीवित प्रतीक हुन्। यो मन्दिर दर्शन गरे पश्चात हामी अर्को जो आखाङ उखाङ देखाउनेछौँ, जुन चाहिँ यसको ठ्याक्क अपोजिट साइडमा रहेको छ। तपाईँ यो ठाउँको गेटबाट निस्किसकेपछि त्यो ठाउँबाट केही 5-6 मिनट हिँडिसकेपछि हामी अर्को ठाउँमा पुग्नेछौँ। अब हामी धर्मकृति महाविहारभित्र पसिसकेका छौँ। यहाँ देख्न सक्नुहुनेछ, यसलाई चाहिँ यहाँका स्थानीय बासिन्दाले दाई वा केटा मच्छिन्द्रनाथ भन्ने गरेको पाइन्छ। यो मन्दिरको गेट चाहिँ पुरै नीलो रङले भरिएको छ, जुन चाहिँ हामीले मजाले पत्ता लगाउन सकिन्छ। र यता साइडमा देखाएको छ स्तूपा जस्तो, जहाँ मानीहरू राखिएको छ। यो मानीलाई हामी घुमाउँदै परिक्रमा गर्छौँ। यो मन्दिरको अगाडि विभिन्न प्रकारका भगवानहरूको मूर्ति राखिएको छ, जुन मूर्ति चाहिँ एकदमै सुरक्षित तरिकाले राखिएको छ। पछाडि बाहिर एकदमै बलियो जाली जस्तो बनाएर एकदमै सुरक्षा तरिकाले राखिएको पाइन्छ। घुम्न त होइन यस्तो राम्रो होइन, घुम्न त्यो यति रुमर्सी दुई आकाङ फुलकाङ ये तेने सुर क्या था इन तो नंदू ना वाह क्या ला तो डिटेल के क्या तो राजा ही अब हामीहरू पालैपालो मन्दिरमा दियो बाल्न जाँदैछौँ। हामीले अहिलेसम्म घुम्दै आएका सम्पूर्ण नाई तथा मन्दिरहरूमा हामी दियो बाल्दै आएका छौँ। हामी यसमा पनि पालैपालो दियो बाल्छौँ अनि हामी यसलाई केही परिक्रमा गरेर फेरि हामी अर्को नाइतर्फ जाने प्रयास गर्नेछौँ। ढोका खोलिदिनु कि मलाई छाप गर्नु न छाप। यो भिडियो हेर्दै हुनुहुने सम्पूर्ण मेरा आदरणीय साथीहरूलाई म अन्तिमसम्म यो भिडियो हेर्न अनुरोध गर्दछु। त्यसैगरी सम्पूर्ण साथीहरूलाई यो चो र यो नाइहरू सम्बन्धी पनि जानकारी गराउन पनि हार्दिक अनुरोध गर्दछु। यहाँ खरेको हुन्छ र परे जाटासी देले सदान रुपन्या वर्ष सुनाउन खतन्या बिरो
साथीहरू अब हामी यो ठाउँहरू घुम्दै यो बाटोबाट हामी गोल्डन टेम्पलतिर जाँदैछौँ। यो भिडियो कुनै भाइरल हुन र कुनै भ्युज बढाउनको लागि बनाएको होइन। यो भिडियो मुख्य गरेर यहाँ पुग्न नसक्नुभएका सम्पूर्ण मेरा आदरणीय श्रोताहरूको लागि हो र यो नाइहरू टाढैबाट दर्शन गर्न सकुन् र यो ठाउँ सम्बन्धी सबै कुरा जानकारी होस् भनेर यो भिडियो बनाएको हो। साथीहरू अब हामी गोल्डन टेम्पलमा पुगिसकेका छौँ। यहाँ देख्न सक्नुहुनेछ साइनबोर्ड, यो चाहिँ गोल्डन टेम्पल गेट हो। एकदमै गेट चाहिँ सानै भए पनि भित्र चाहिँ एकदमै ठुलो रहेको छ, जुन म तपाईहरुलाई यो भिडियोमा प्रष्टसँग देखाउने छु। गोल्डन टेम्पलमा पुगिसक्यो। अब हामी गोल्डन टेम्पलमा छिरिसकेका छौँ। गोल्डन गेट भन्दा भित्र र भित्री मन्दिर भन्दा बाहिरको बिचमा ठ्याक्क आराम गर्ने ठाउँ राखिएको रहेछ। हामी एकछिन आराम गर्छौँ, त्यसपछि भित्रको सम्पूर्ण दृश्यहरू म तपाईहरुलाई देखाउने छु। कृपया भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नुहोला। यो हो गोल्डन टेम्पल। ललितपुर पाटनमा अवस्थित गोल्डन टेम्पल नेवारी भाषामा हिरण्यवर्ण महाविहार वा हिरङसाक्य थुपी लखाङ बनिने बौद्ध धर्मको एक अत्यन्त पवित्र र जीवन्त विहार हो। यो महाविहार वज्रयान महायान बौद्ध परम्परासँग गहिरो रूपमा सम्बन्धित छ। यस महाविहारमा भगवान गौतम बुद्ध तथा बोधिसत्वहरूको पूजा साधना र ध्यान गरिन्छ। यहाँका शाक्य वज्राचार्यहरूले परम्परागत बौद्ध संस्कार, दीक्षा र अनुष्ठान सञ्चालन गर्दछन्। सुनले सजिएको मूर्ति, चैत्य र कलाले प्रज्ञा, ज्ञान, करुणा र शीलको प्रतीकात्मक शिक्षा दिन्छ। गोल्डन टेम्पललाई जीवित बौद्ध विहार मानिन्छ, जहाँ आज पनि बौद्ध दर्शन व्यवहारमा उतारिन्छ। बौद्ध धर्मको दृष्टिमा गोल्डन टेम्पल केवल ऐतिहासिक स्थल मात्र होइन, चित्त शुद्ध, करुणाको अभ्यास र बोधिचित्त जागृत हुने आध्यात्मिक केन्द्र हो। हामीहरूले यो ठाउँमा दियो बालिसकेपछि हामी फेरि माथिल्लो तलामुनि जानेछौँ। माथिल्लो तलामा पूजा गर्ने ठाउँ रहेको छ, जुन चाहिँ म तपाईहरुलाई देखाउने छु। अब हामी यो ठाउँ दर्शन गरिसकेपछि हामी फर्पिङतिर जानेछौँ। फर्पिङमा के रहेको छ त्यो पनि भिडियोमा मजाले देखाउने छु। कृपया भिडियो हेर्न चाहिँ बिचमा नछुटाउनु होला। अन्तिमसम्म हेरेर तपाईहरुले यो भिडियोबाट सम्पूर्ण नाई सम्बन्धी विशेष ज्ञानहरू लिन सक्नुहुनेछ।
यहाँ यो पाठ गर्दाखेरि उहाँहरू आएर उहाँले सुरु गरेर अन्तसम्म पनि उहाँले नै अन्त गरेर उहाँ बस्नुहुन्छ उहाँको होइन वर्षकोमा त होइन होइन यहाँ अब कसैले कम्युनिटी पाठ गराउनु पर्यो त्यस्तो भन्ने पनि हामी गर्नुभयो दाइले छेग्याल न्याङन मेतपी छोर्तेन जस्तै अन्य 2-3 वटा मन्दिरहरू रहेको जानकारी गर्नुभयो। तर हामी फार्फिङ जानुपर्ने भएकाले ढिलो हुन सक्ने भएकाले हामीले जान पाएनौँ। कृपया तपाईहरू कोही पछाडि आउनुहुन्छ भने यो ठाउँहरू पनि घुमेर आउन सक्नुहुनेछ। अब हामी गोल्डन टेम्पल दर्शन गरिसकेपछि हामी फर्फिङतिर जाने तयारीमा छौँ। कृपया यो भिडियो तपाईहरुलाई कस्तो लागिरहेको छ प्रतिक्रिया दिँदै गर्नुहोला। अब हामी फर्फिङतिर जाँदैछौँ। कृपया तपाईहरूले पनि यो ठाउँबाट पाटनबाट ट्याक्सी लिएर करिब 1 घण्टाको बाटोमा तपाईहरू फर्फिङसम्म पुग्न सक्नुहुनेछ। यो हो फर्फिङ अन्तर्गत पर्ने गणेश र सरस्वतीको मन्दिर। यहाँ गणेश र सरस्वती मन्दिर सम्बन्धी सम्पूर्ण पूजा पाठहरू गर्ने गरिन्छ। काठमाडौँ उपत्यकाको दक्षिणी भाग फर्फिङ याङलेसी असुर गुफा क्षेत्र बौद्ध धर्मका लागि अत्यन्तै पवित्र साधना स्थल हो। यही क्षेत्रमा रहेका गणेश र सरस्वतीका मन्दिरहरूलाई बौद्ध दृष्टिकोणबाट पनि सम्मान र श्रद्धाका साथ हेरिन्छ। गणेश भगवान बौद्ध परम्परामा गणेशलाई विघ्न हरण गर्ने र साधनामा आउने अवरोध हटाउने रक्षक देवताका रूपमा मानिन्छ। विशेष गरी भद्रयान बौद्ध साधनामा गणेश धर्मपाल रक्षक शक्ति जस्तै भूमिकामा देखिन्छन्। फर्फिङ जस्तो उच्च साधना भूमिमा गणेशको पूजा गर्नुको अर्थ चित्तका बाधा अज्ञान र आलस्य हटाउने संकल्प हो। सरस्वतीलाई बौद्ध धर्ममा प्रज्ञावाणी र ज्ञानकी देवीका रूपमा सम्मान गरिन्छ। उहाँको स्वरूप बोधिसत्व मञ्जुश्रीसँग नजिक मानिन्छ जो प्रज्ञाको अवतार हुन्। सरस्वतीको आराधना गर्नु भनेको ज्ञान सही बोली र प्रज्ञामय जीवनको अभ्यास गर्नु हो। हामीहरूले यो मन्दिर दर्शन गरिसकेपछि यो मन्दिरको केही भाग माथि रहेको छ। गुरुमर्चेले सो ठाउँमा तेर लुकाएको भन्ने गरिन्छ। गुरुमुर्चे
केभ dorje saba ya man ko dal du dorje बोल में ai vậy ở trong mấy shell trong này cái khoản này nó làm nó sẽ in to यहाँको स्थानीय बासिन्दा अनुसार यो चाहिँ शङ्ख अनि माथितिर रहेको यो चाहिँ माला अनि त्योभन्दा माथिको यो सबै छाप चाहिँ गुरु रिम्पोछेको शरीरको छाप हो भन्ने गरेको छ। थ्याङ्क यू। अब यो ठाउँ दर्शन गरिसकेपछि हामी माथि यो ठाउँभन्दा अझै अलि केही भाग माथि आसुरही ढाकफुक वा गुरु रिम्पोछे डुब गर्ने एउटा ठुलो गुफा रहेको छ। त्यो गुफामा हामी दर्शन गर्न जाँदैछौँ। यहाँको बाटो चाहिँ यस्तै रहेको छ, पुरै सिडी चढ्नुपर्ने, जति ओकालो सिडी चढ्नुपर्ने भए पनि तर यो हाम्रो नाई दर्शन गर्ने समय भएर हुनसक्छ। एकदमै आनन्द महसुस भइरहेको छ। 네. फर्पिङमा अवस्थित असुर गुफा बौद्ध धर्मको लागि अत्यन्तै पवित्र र शक्तिशाली साधना स्थान मानिन्छ। यो स्थान विशेष गरी वज्रयान बौद्ध परम्परासँग गहिरो रूपमा सम्बन्धित छ। साथीहरू, यहाँ देख्न सक्नुहुनेछ गुरु रिम्पोछेको हातको पन्जाको छाप अनि यो भित्रको गुफा चाहिँ उहाँ डुब्ब बस्नु भएको, यहाँ धेरै समय ध्यान गर्नुभएको ठाउँ हो भन्ने कुरा छ। अब यो भित्र कस्तो रहेको छ त्यो पनि म तपाईहरुलाई भिडियो देखाउने छु। यो गुफाको ठ्याक्क बाहिरको आँगनमा चाहिँ यस्तो खालको मजाले त्यो बाल्ने ठाउँ राखिएको छ। बौद्ध परम्परा अनुसार गुरु पद्मसम्भव गुरु रिम्पोछेले यही असुरी शक्तिहरूलाई वशमा पार्दै उच्च तन्त्र साधना सम्पन्न गर्नुभएको विश्वास गरिन्छ। असुर गुफा अज्ञान, अहंकार र नकारात्मक प्रविधिमाथि विजयको प्रतीक हो। अब हामीहरू भित्र गुफा दर्शन गर्न जाँदैछौँ। हामीहरूले यो असुर गुफा दर्शन गरिसकेपछि हामी यो ठाउँबाट दक्षिणकाली नगरपालिका भित्र रहेको एउटा ठुलो महत्त्वपूर्ण गुम्बा दर्शन गर्न जाँदैछौँ। यो गुम्बा आज दिनको हाम्रो अन्तिम नाइ हुनेछ, अन्तिम दर्शन गर्ने ठाउँ हुनेछ, किनकि अहिले बेलुका भइसकेको अवस्था छ। यो गुम्बामा गुरु रिम्पोछेले
डुबा बसेको मानिन्छ। त्यो समयमा यो ठाउँमा पानी नै नपरेर खडेरी लागेको बेला पानीको बर्सात गराएर सजीव सबै प्राणीहरूको जीवन उकास्न सहयोग गरेको भन्ने धारणा रहेको पाइन्छ। यहाँ चाहिँ गुरुमूर्छेले ध्यान गरेको आफ्नो पूजापाठ गरेको ठाउँ मानिन्छ। यहाँ चाहिँ पुरै गुरुमूर्छेको छापहरू, टाउकोको छापहरू, शरीरको छापहरू सबै स्पष्ट रूपमा देख्न सकिन्छ। यो गुम्बा र गुफा दर्शन गरिसकेपछि त्यसकै छेउमा रहेको अर्को एउटा गुम्बा रहेको छ जहाँ चाहिँ शङ्का फुक्न मिल्ने खालको छ। त्यहाँ हामी दर्शन गर्न जाँदैछौँ। Siamo già amico. Con luôn à? Ôi, lát ra tuần rồi. Siêu cả. Ê. गाइस अब हामी डुब्चु ल्याउन जाँदैछ। डुब्चु पानी ल्याउन जाँदैछौँ। पानी अब हामी गुरुमूर्छेले निकालेको शुद्ध पानी झिलाप बढ्न जाँदैछौँ। अब पानी ल्याउन जाँदैछौँ। त्यो पानी चाहिँ विशेष हुने गरिन्छ, एकदमै शुद्ध पवित्र मान्ने गरिन्छ। माछा हेर्नुस्, माछा के माछा जाबे गया ए माछा यो माछा
अरे माछै माछा माछै माछा झिलिमिली माछा। अब करिब करिब बेलुका भइसकेको छ अनि हामी गाडीमा काठमाडौँ जान्छौँ। काठमाडौँबाट म तपाईँहरूलाई दर्रा हुँदै भिडियो देखाउनेछु र यो भिडियो अन्तिमसम्म हेर्नु भएकोमा सम्पूर्ण मेरा आदरणीय दर्शक महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिँदै अर्को भिडियोमा भेट्छु भन्दै बिदा हुन्छु। हस्त नमस्कार। तपाईँ यही हुन् दादा हो